हामी चाहिँ गुराँसे कहाँ रे यो गिरिडाँडा गाइज दिस इज अ भाइरल प्लेस भन्ने गिरिडाँडा भन्ने ठाउँमा आइरहेको छौँ हामी गाइज त्यो चाहिँ पिङ छ चाहिँ बस्ने को अन्तिनीहरू को जेनिटको बसौ न भिडियो बनाउनु न यार म बनाइरहेको छु मैले भिडियो दाइले खिचायो मिस्टर मामा भइहाल्छ एकैछिन ल गाइज हामी चाहिँ यता रेकर्ड गर्ने हो कि पठाइछि नि हो फोटो खिचाउ रेकर्ड गर्नु सबै गराउँ न ए त्यो हल्ला पनि यता 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 हेरौ न हल्ले पनि आफ्नो देखिन के पढा हल्ले पनि देखिन राम्रो सबै छ अनि भाइले चाहिँ उता भिडियो बनाइरहेको छ हाम्रो हैन ल भिडियो मस्त बसिरहनु भयो डीजे लिएर हेले पनि पठाउँ न लगाइ सेकेन्ड पार्ट चाहिँ हाम्रो गिरिडाँडाको यता घुम्न आइरहेको छौँ होलीको अवसर पारेर सो गाइस तपाईँहरूले चाहिँ हामी गिरिडाँडाको सबै भ्युज देखाउनेछौँ सो तपाईँहरू चाहिँ यहाँ घुम्न आउन सक्नुहुन्छ सिर्केदेखि 2 घन्टा चाहिँ हिँड्नुपर्छ बाइकमा अनि बल्ल पुगिन्छ गाइज यता चाहिँ टक्क लाएर गर्लफ्रेन्ड लिएर होइन डेटिङ बस्नु बबाल छ यहाँ गाइज होइन मेरो मामा आयो उतादेखि ल मामा अर्को पटक आउँदा चाहिँ गर्लफ्रेन्ड लिएर आउनुपर्छ यसपालि खाली खाली आइज के अरे है जिन्दगी के गर्ने अब सिङ्गल लाइफ के गर्नु गाह्रो छ होइन ल गाइज अब हामी चाहिँ यतातिर पनि देखाउन गइरहेको छौँ यता चाहिँ हाम्रो सिंहको जराईको अनि मङ्कीको यहाँ दामी छ यो चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ यहाँ चाहिँ गाइज सो भ्यू चाहिँ बवाल छ ल पर्तिर जाउँ अनि यो चाहिँ फुलहरू यो फुलको नाम के अरे मामा रिबन फुल हो कि रिबन फुलको टक्क यहाँ गेट बनाइरहेको छ बाहिरदेखि हिँड्नु दिँदैन होला अनि हाम्रो चाहिँ उता नास्ता पाउँछ कटेज ऊ त्यहाँ चाहिँ भोकलाई पनि नास्ता खाने गाइज अनि उता तल गेट रहेको छ उता सो गाइज होलीको अवसर पारेर आज घुम्न आएको हेर्न सक्नुहुन्छ तपाईँहरूले दामी छ भ्यू चाहिँ अनि एउटा फोटो खिच्ने दामी यो पानको पात माइला दामको पात होइन चाहिँ बबाल छ गाइज हाम्रो केटाहरू यता पनि टक्क हेर्नेर क्या दामी छ गाइज हुन्छ कि अगाडि यो खै तिम्रो सो हाम्रो जराई के भन्छ भालु भन्छ होला होइन यो चाहिँ गाइस यति नै हो नेक्स्ट भिडियो चाहिँ हाम्रो सुर्खेत कहाँ आउँछ ल गाइस बाई हेलो हेलो हामी चाहिँ आज यसो रमाइलोको लागि होइन होलीको दिन पारेर यो के अरे गिरिडाँडामा आएका छौँ हल्लाउने काम हो र यो मेरो काम होइन त्यो आफै हल्लाउने आफै बस्ने के बच्चा जस्तो गर्नु पर्यो होला यो छि 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 बाँधेर अरे थ्याङ्क यू भन्नु मैले बन्द गरिदिएँ के बोल न अनि केही नबोल्ने त्यतिकै किन कि भलक सलक भयो बोलौँ भन्ने हुनु कहाँ जान्छ बोल
अनि यहाँ लु गाइस हामी चाहिँ सिलगढी आइपुगेको छौँ होइन गाइस हाम्रो यहाँ चाहिँ एकदम ठुलो यहाँ होलीको रमाइलो भइरहेको ओ यता रमाइलो